लेकर मार तू भी बना सृजा बनाऊ बहिनीहरू ट्याटू। हेलो साथीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ? आई होप तपाईँहरू सबैजना राम्रै हुनुहुन्छ होला। म पनि राम्रै नै छु। वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि म तपाईँहरूको सामने न्यू ब्लग लिएर आइसकेको छु। र साथीहरू, मैले चाहिँ कति दिन भइसकिसकेँ, कति दिन होइन 1 महिनै भइसकिसक्यो ब्लग चाहिँ हालेको छुइनँ। खालि सर्ट भिडियोहरू मात्रै हालिरहेको छु किनकि टाइमै पाउँदैन ब्लग बनाउनु लागि। त्यही भएर मैले ब्लग हाल्नु पाएको छुइनँ। र आज चाहिँ म तपाईँहरूको सामने फेरि पनि ब्लग लिएर आइसकेको छु। र साथीहरू, आजको ब्लग चाहिँ हुनेछ मेरो बहिनी ट्याटू बनाउनु लागि आएको थियो र त्यसले ट्याटू बनाउँदैछ हाम्रो पार्लरमा। त्यही ब्लग आज मैले लिएर आएको छु। अन्त मैले त्यहाँनिर के भन्छ ट्याटू बनाउँदाखेरि ब्लग बनाएको छु होइन। तपाईँहरूले पनि हेर्नुहोस् होला कस्तो के लाग्छ। लाइक सब्सक्राइब कमेन्ट गर्नुहोस् होला होइन। अब डेली ब्लग लिएर आउनु सक्दिनँ, म सर्ट भिडियोहरू हालिरहेको छु। तपाईँहरूले मेरो सर्ट भिडियो हेरेर पनि सब्सक्राइब गरिदिनुहोस् कसले हेर्नुहुन्छ होइन। अन्त त्यही भन्नु लागि मैले आज भिडियो बनाउँदैछु। र साथीहरू, म चाहिँ अब तपाईँहरूलाई मेरो बहिनीको ट्याटू बनाएको देखाउने छु। र ट्याटू बनाउँदाखेरि चाहिँ त्यसले चाहिँ पुरा रहर गरिरहेको थियो। रहर पनि होइन, अब त्यसको मजबुरी थियो बनाउनु लागि किनकि त्यसको सानैदेखिको यस्तोमा चाहिँ दाग थियो नि त। त्यही भएर त्यसलाई चाहिँ त्यो दागलाई चाहिँ कभर गर्नु थियो। त्यही भएर त्यसले ट्याटू बनाउँदै थियो। अन्त त्यसलाई कस्तो भइरहेको छ भनेपछि त्यो चाहिँ म तपाईँलाई भिडियोमै देखाउँछु। तपाईँहरूले हेर्नुहोस् होला। ओके साथीहरू, हुँदैछ यो चाहिँ मेरो बहिनी हो ट्याटू बनाउन आएको आज। अब चाहिँ खतरा दुख्नु लागि स्टार्ट हुन्छ, तर पनि अब यसलाई बनाउने इच्छै छ अरे। अब चाहिँ यसले बनाउँछ, म चाहिँ यहाँ यसले रुखको चाहिँ हेर्छु। अब यो रुन्छ म हेर्छु। यो चाहिँ हाम्रो जेठा हो, यहाँ उसले चाहिँ ट्याटू बनाउँछ। यो चाहिँ मेरो भाइ। यो चाहिँ डिजाइन हो ट्याटूको, अब बनाउन आँटेको। अब यो बनेपछि चाहिँ मजाको देख्छ अहिले चाहिँ। यो अब चाहिँ स्टार्ट हुँदैछ। अब चाहिँ पेनिङ हुन्छ यसलाई हेर्नुहोस्। अब रहर गरेपछि रुँदा पनि केही हुँदैन नि। अन्त एसी अलिक चलाइदिए सन्जित, ठंडा लग गया था इसलिए मैं कम किया था एसी। पूरा ठंडा पहले रहेगा तो काम करते पे इसलिए ना इसको करना है तो लेके चला किन ल्याउनु। यो फेरि बाद्रो बाटी भएर केही छैन। यो यसको जुङ्गा हेर न यार। फेस रिकमेन्ड गर्दै भन्दा मैं रिसेंट दीदी का फोन में सेंड करूंगा, थोड़ा मुझे दिखाना है अभी मैं दिखा भिडियो स्टार्ट भयो है साथीहरू। अब स्टार्ट हुँदाखेरि चाहिँ भर्खर यस्तो खालि फिलिङ्स हुँदैछ। दुख्दैछ है हल्का होला। अहिले त हल्का दुख्छ नि। अहिले स्किन पछाडि हुँदैन, पुरा साह्रो पर्छ त। स्टार्ट गर्दैछ यहाँ चाहिँ ट्याटू बनाउनु लागि। अब दुख्यो ट्याटू बनाउने रहर गऱ्यो भने त्यस्तै हुन्छ है बहिनी। के गर्छस् आफ्नै मङ्गाले। ट्याटू बनाउनेको अनुहार हेर न यहाँनिर दुखेर। यस्तो पो हुँदो रहेछ नि बनाउँदाखेरि। कपाल मेरो बनाऊ बनाऊ बहिनीहरू ट्याटू। साथीहरू, यहाँ चाहिँ मर्न आँटिसकेर कहिले यसले सक्ने होला। आज 10-11 चाहिँ बच्चा जस्तो लाग्दैछ मलाई। गरेर म थाकेँ यसलाई। अहिलेसम्म सकेको छैन, कहिले सक्ने होला नि। ट्याटू आर्टिस्ट एकदम राम्रो, केरलाको एकदम राम्रो ट्याटू आर्टिस्ट। अनि तपाईँहरूको ट्याटू कभर गर्नुदेखि लिएर अल ट्याटू जहाँ पनि हुनुहुन्छ कम दाममा अगर मेरो र दिदीहरूको कन्ट्याक्ट लिएर गर्नुभयो भने चाहिँ डिस्काउंट छ। डिस्काउंट है ना, हम लोग के तरफ से आएगा तो ऑफकोर्स डिस्काउंट होगा। एकदम राम्रो ट्याटू आर्टिस्ट हो। अनि उहाँको चाहिँ अलग्गै आफ्नो प्लेस छ, तर यहाँ चाहिँ इन्भाइट गरेर बोलाएको हुनु। कोही चाहिँ यसरी सुतिरहेको छ, ट्याटू कम्प्लिट भएको छैन। अनि हाम्रो चाहिँ सबैको छुट्टी भयो, ट्याटू कम्प्लिट नभएको कारणले गर्दा चाहिँ यहाँ बसिराखेको छ।
म चाहिँ सुतेको साथीहरू मलाई पुरा अझ लागिसक्यो मेरो टाइम छुट्टी भइसक्यो तर पनि यसको ट्याटु बनाउनु लागि 12-1-2 बज्छ अनि म के गर्नु म पुरा थाकेँ काम गरेर म चाहिँ यही सुतेको सेलरमा ओछ्यान मान्छेले जोसी क्या पर्छ हजुर के भन्नुहुन्छ कि हजुर न त रुनु सकेको छु न हाँस्नु सकेको छु मेरो किरा मलाई थाहा छ अन्त कति राम्री देखेको त हौ यस्तो चाहिँ तपाईँलाई कहाँ यसरी नै यस्तै नै जन्म भएको हजुर नि कति राम्री देखेको अन्त लो है होइन कति राम्री देखिरहेको छ लो है हाम्रो नाना सिङ्गल हुनुहुन्छ फिलहाल त सिङ्गल हुनुहुन्छ अनि हाम्रो भेना हुनु छ भने चाहिँ डो चाहिँ धेरै लिएर आउनु बोरा पैसा ल्याएर मात्रै दिदीको हामीले अलिकति दिन्छ कि कसो हो दे एन्जललाई बिहा गर्नु पर्यो त एन्जल पैसा होइन अनि यो त अब के भन्नु अब यो त ढुस भइसकेको मान्छे हो अन्त फेक भनेको राम्रो हुनु पर्यो भेना भनेको चाहिँ पैसावाला पैसावालै भन्ने होइन तर अलिकति आम्दानी चाहिँ हुनै पर्यो त्यतिका चाहिँ भएन भने चाहिँ हुँदैन कडा छ हामी चाहिँ फेरि छङछलीको खाँदैनौँ कि कडाइ छ है यो कडा कुराहरू कडाइ राख्नुपर्छ होइन कि कसो हो दि सही होइन अन्त यता चाहिँ नरोज्नु होला उहाँको चाहिँ एउटा नानी लाइसेन्स भइसकेको मान्छे हो होइन मलाई चाहिँ भन्नु सक्नुहुन्छ आई एम द सिङ्गल बोय होइन अन्त हजुरले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ अफकोर्स हजुरको म रेस्पोन्स दिनु सक्छु अनि यो भिडियो हेरेर चाहिँ सबले लाइक कमेन्ट सब्सक्राइब गर्नुपर्छ होला थ्याङ्क यू सो मच बल्ल सक्यो लास्ट फिनिसिङ अब चाहिँ लास्ट फिनिसिङ चाहिँ यस्तो रहेछ है साथीहरू